सबैलाई मेरो नमस्कार। होमियोपैथिक भनेको के हो, यो कसले र कहाँबाट प्रतिपादन गरेको हो र यसको होमियोपैथिकको बारे छोटकरीमा परिचय दिन चाहन्छु। यस दुनियाँमा तीन प्रकारका मानिसहरू हुन्छन्। एक प्रकारका मानिसहरू इतिहास पढ्छन्, एक प्रकारका मान्छेहरू इतिहास लेख्छन्, एक प्रकारका मान्छेहरू इतिहास बनाउँछन्। यी इतिहास बनाउनेलाई सबैले स्याल्युट गर्नुपर्छ। होमियोपैथिक साइन्स बनाउने, यसको आविष्कार गर्ने, यसका जन्मदाता होमियोपैथिकका जनक डाक्टर सैमुअल क्रिस्टियन फ्रेडरिक हैनीमैन हुन्। उनी 10 अप्रिल 1755 मा इनको जन्म भएको। 10 अप्रिल 1755 मा इनको जन्म भएको। सेक्सन राज्यको माइसे नगर कर्नर हाउसमा इनको जन्म भएको। इनका पिता क्रिस्टियन गडफ्रन्ट हैनीमैन, इनकी माता जोहना क्रिस्टियन का कोखबाट जन्मिएका हुन्। परिवारका तेस्रो सन्तान हुन्। उनको परिवार गरिब थियो। गरिबको कारणले शिक्षामा उहाँहरूको परिवारमा पहुँच थिएन। तर बच्चा धेरै तिष्ठ भएकाले पढ्ने कुरामा साह्रै धेरै चासो राख्ने, वरपर साथीभाइ छेउछाउमा केटाकेटीहरू पढेको सुन्ने, आफूले सामान्य त्यहाँ केही बालुवामै लेख्ने, पढाइ भने बढी एउटा उत्सुकता चाहिने प्रदान गर्ने, त्यस्तो बच्चा डाक्टर हैनीमैन थिए। यो परिवार गरिब हुनुको कारणले 12 वर्षसम्म उहाँले शिक्षा, औपचारिक शिक्षा लिन पाएनन् र त्यसपछि साह्रै पढ्छु भनेर एकदम कर गरेको कारणले उनका बुवा आमाले उनलाई 12 वर्षमा स्कुल शिक्षाको लागि लगाइदिनु भयो। यो उनले लेटिन टाउन स्कुलमा पहिलो अध्ययन सुरु गराइदिनु भयो। त्यसपछि प्रिन्सेस, त्यो सकेर प्रिन्सेस स्कुलमा गए। प्रिन्सेस स्कुलमा जाँदा उहाँको टिचरहरूले धेरै सहयोग गर्नुभयो। यो बच्चा तीक्ष्ण छ, के हुन्छ, के गर्छ, लेकिन पढ्न उत्सुक र आफ्नो आर्थिक अवस्था कमजोर भएकाले टिचरले पुरै सहयोग उहाँलाई गर्नुभयो र त्यसको आधारले पनि उहाँलाई पढ्न असजिलो भएन। यसरी पढिसकेपछि, स्कुल लाइफ सकेपछि लास्टमा फाइनलको बेलामा अनिवार्य एउटा एस्से लेख्नुपर्ने जरुरी हुन्थ्यो। त्यो कलेज छोड्ने, स्कुल छोड्ने बेलामा त्यहाँ डाक्टर जुन अहिले हैनीमैन हुन्छ, उहाँले द वन्डरफुल कन्स्टिट्युसन अफ ह्युमन हेड भनेर लेख्नुभएको थियो। मान्छेको हातको मांसपेशी, हड्डी, नसाहरू र हातको उपयोगिताबारे यहाँ प्रष्ट लेखिएको थियो। उनी साह्रै तीक्ष्ण हुनुहुन्थ्यो। त्यति पढ्दा 12 भाषाविद हुनुहुन्थ्यो। 12 भाषाविद भएको कारणले धेरै त्यो सम्बन्धित भाषा र अर्कोमा ट्रान्सलेट गर्नुहुन्थ्यो। हिब्रू, ग्रिक, ल्याटिन, सिरियाक, जर्मनी, अरेबिया, इङ्ग्लिस, स्पेनिस, इटाली राम्रोसँग पढ्नु पनि हुन्थ्यो र राम्रो त्यसलाई उतार्नुहुन्थ्यो, ट्रान्सलेट पनि गर्नुहुन्थ्यो र तीक्ष्ण बुद्धि भएको व्यक्ति हुनुहुन्थ्यो। र त्यसरी स्कुलबाट द वन्डरफुल कन्स्टिट्युसन अफ द ह्युमन ह्यान्ड लेखेपछि टिचरहरूले पनि उहाँलाई यो मेडिकल साइन्सतिर जाने हो तिम्रो एस्से भनेर भन्नुभयो र उहाँलाई पनि मेडिकल साइन्सै पढ्ने इच्छा थियो र उहाँ मेडिकल साइन्सतिर प्रवेश गर्नुभयो र
मेडिकल साइन्स गरेपछि 1790 मा उहाँले एमडी अहिलेको आधुनिक चिकित्सा एलोपेथीमा एमडी सक्नुभयो र 6 वर्षसम्म उहाँले लगातार आफ्नो त्यहाँ हस्पिटल प्राइभेट सामुदायिक प्राइभेट होइन हस्पिटल सामुदायिक र पर्सनल नागरिकहरूको स्वास्थ्यमा उहाँको अति उत्साहजनक रूपले प्रवेश गरेर हरेक कुरामा पुग्ने हरेक त्यसरी लागेर उहाँ अति लागिसकेपछि उहाँले एक दिन के प्राप्त गर्नुभयो भने यो चिकित्सा विधामा टाउको दुख्ने दबाई खायो दबाई त खायो राम्रो त भयो तर निदाइरहने कुरा अल्छिउने र सुस्त हुने कुरा आयो अनि कन्स्टिपेसन भएको मान्छेलाई कब्जियत भएको मान्छेलाई ठिक गर्ने दबाई खुवाउँदा डाइरिया भयो र डाइरिया ठिक गर्ने दबाई खुवाउँदा फेरि धेरै कब्जियत भयो यो पर्याप्त जे कुरालाई उपचार गरिन्छ त्यही कुरालाई नै काम गर्ने चिकित्सा विधाको आवश्यकता किन नगर्ने त्यसले अर्को पनि एउटा चिकित्सा विधा जुन यो संसार मान्छेलाई उपयोग हुन सक्छ भन्ने लाएर उहाँले र खोज अनुसन्धानमा लाग्नुभयो र 6 वर्ष खोज अनुसन्धानमा लाग्नुभयो धेरै कुरा पढ्नुभयो बायोकेमिस्ट पनि हुनुहुन्थ्यो उहाँले पुलिन मेट्रे मेडिका पुलिन लेखेको मेट्रे मेडिका भाग 2 मा पेरिनियम बार्गमा के लेखेको थियो भने यो चीजको प्रयोगले मलेरिया ज्वरो निको पार्छ भन्ने लेखेको थियो त्यसैले उहाँले अनुसन्धान पेरिनियम बार्गलाई अनुसन्धान रूपमा जुन स्वास्थ्य मान्छेलाई प्रयोग गर्नुभयो त्यसले कामजोर आयो आफैलाई प्रयोग गर्नुभयो कामजोर आयो अर्को साथीलाई प्रयोग गर्नु उहाँलाई पनि कामजोर आयो अर्को साथीलाई प्रयोग फेरि कामजोर आयो र त्यसैको सुसु मात्रा सानो मात्राले खाँदा कामजोर आयो फेरि 1-2 महिनापछि पटक धेरै खेप गर्नुभयो धेरै खेप गरेपछि के अवस्था हो भने यो बार्कले यो सिमिलियोस्क्युले समानले हटाउँछ भन्ने सिद्धान्त लागू गर्दा यो कुरा चाहिँ उपयुक्त हुन्छ भन्ने ठहर गरेर उहाँले पहिलो होमियोपेथी दबाई सिन्कोना अथवा चाइना भन्ने आविष्कार गर्नुभयो र मलेरिया जगतमा हुने अहिले यस्तो अवस्थालाई पनि यसले पर्मानेन्ट रेस्टोरेसन हेल्थ नाम छ त्यो उहाँले यसो गर्नुभयो यो 1796 मा जुन त्यतिखेरको चिकित्सा पद्धति थियो एलोमेन डिस्ट्रक्सन माने एलोपेथिक भनेको डिस्ट्रक्सन फोर्ने प्रतिकूल असर केही नोक्सानी गर्ने भन्ने बजाउँछ त्यसले गर्दा डाक्टर हेनमेनले नै एलोपेथिक यो चिकित्सा हो र मैले गरेको चाहिँ होमियोपेथिक भनेको सिमिलियोस्क्युरेन्चर समानलाई हटाउँछ भन्ने सिद्धान्तमा प्रतिपादित चिकित्सा विधा हो यो त्यतिखेर चाहिँ ब्याक्टेरियोलोजी भाइरोलोजीहरू केही पनि थिएन त्यो समयमा डाक्टर हेनमेनले माइजमेटिक ट्रिटमेन्ट चाहिँ उपयोग हो भनेर एउटा ठहर गरेर माइजम भन्ने कुरा ल्याउनुभयो सोरा साइकोटिक सिप्लेटिक भनेर चाहिँ सोरा साइकोटिक सिप्लिस भनेर चाहिँ यो यसै आधारमा रोगलाई क्यालकुलेसन गरेर ट्रिटमेन्ट गरिन्छ भनेर ल्याउनुभयो र रोगको कारण भनेको ब्याड थिङ्किङ ब्याड हेबिट एगेन्स्ट नेचर रोगको कारण हो र यो कुरालाई खोज्दा चाहिँ माइजम मिलाएर गयो भने सोल्युसन आउँछ भन्ने कुरा लिएर होमियोपेथी चिकित्सा विधालाई यहाँ ल्याउनु भएको त्यसैले गर्दा म छोटकरीमा यहाँहरूलाई मैले केही जानकारीमूलक सन्देश दिएँ फेरि पनि म यस्तो सन्देश लिएर आउँछु होमियोपेथी चिकित्सा विधा भनेको संसारमै अति लोकप्रिय चिकित्सा हो नबुझ्नेको लागि धेरै यो के हो भन्ने हो बुझ्न थाल्यो भने यसले सबै शरीरका तपाईँको टोटल माथिदेखि तलसम्म सबै खालको रोगीहरूले भलाजिमी राम्रो तरिकाले प्रस्तुत हुनु डाक्टर पनि दक्ष हुनुभयो र औषधि पनि राम्रो हो भने धेरै कुराका दुनियाँमा सहजै चाहिँ रोग निर्मूल हुन्छ सबै प्रकारका रोगहरू निर्मूल हुन्छ र औषधि खान पनि सबैलाई सजिलो छ कोही बच्चा बुढा असहाय निधि जसले पनि औषधि खान सकिन्छ र अहिले चिकित्सा विधामा संसार सबैभन्दा कम पैसामा उपचार हुने चिकित्सा विधा पनि होमियोपेथी चिकित्सा विधा हो त्यसले गर्दा होमियोपेथी चिकित्सा बारेमा यो डाक्टर हेनमेनले प्रतिपादित गर्नुभएको र उहाँ चाहिँ जुन डाक्टर हेनमेनले नै एलोपेथिक भनेर नाम राख्नुभयो त्यही चिजको एमडी गरेर होमियोपेथिक चिजमा आउनुभएको यो अवस्था अहिले संसारमा धेरै युरोपियन मुलुकहरू 50,000 बढी एलोपेथीको एमडी गरेर होमियोपेथीमा आएको डक्टरहरूको सङ्ख्या अहिले पनि छ
भारतमा तल रुट गाउँदेखि लिएर राष्ट्रपति भवनसम्म होमियोपेथी दरबन्दीहरू प्रस्तुत हुन्छ जतासुकै छन्। होमियोपेथी चिकित्साको मर्म भावनालाई सम्मान गर्ने हो भने यो चिकित्सा जगतमा धेरै चाहिँ परिवर्तन हुन सक्छ। मानिसहरू सहजै कम पैसामा साइड इफेक्ट दबाई खान सकिन्छ भन्ने मैले एउटा सन्देशमूलक कार्यक्रम दिएँ। म डाक्टर केपी सुवेदी, BHMS MD, भिजिटिङ प्रोफेसर, डाक्टर युद्धवीर सिन्हा होमियोपेथी मेडिकल कलेज एन्ड हस्पिटल लरेसराई दरभंगा। म अहिले जनसेवा होमियो क्लिनिक दमक झापा पूर्व नेपालमा बस्छु। हस्त यो यहाँलाई कस्तो लाग्यो यसको प्रतिक्रिया दिनुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला। यहाँ कि यो मलाई पनि केही उत्सुकता बढोस्, सर्वसाधारण सबैले होमियोपेथी चिकित्सा भनेको के हो भन्ने कुरा चेतनामूलक गराउन सक्छ भन्ने मैले आँट गरेर एउटा सुरुवात गरेँ। यहाँहरू सबैलाई धन्यवाद सुनिदिनु। नमस्कार, बिदा हुन चाहन्छु।